आज हामी बसमा चढेर जाँदैछौँ। आज हाम्रो यात्रा अनि यहाँदेखि क्यारिफोरदेखि पब्लिक गार्डनसम्मको यात्रा हो। आज भाइहरूलाई भेट्न जाँदैछौँ हामी। बसमा चढेर पब्लिक बसमा चढेर अनि हामीले मजाले गफ हान्दै बसमा बसेर जाँदैछौँ। अनि एकजना भाइ अनि एउटा क्यामेराम्यान भइहाल्यो भने हो हैन। अनि यो बसदेखि बाहिरको दृश्य हो। गाडी चाहिँ आफ्नो रफ्तारमा हिँडिरहेको छ धनाधन। हामी भित्र मजाले गफ हान्दै आफ्नो पारामा चिलमा छौँ हैन। यस गाडी चलिरहेको छ। अब हामी यहाँको एकछिनपछि यो पछिको भ्यू हो। अब हामी एकछिनपछि यहाँबाट क्यारिफोर पुग्छौँ। क्यारिफोरमा अलिकति फेरि हाम्रो काम छ। यो बसभित्र मजाले हामी अब क्यारिफोर पुग्यौँ है। क्यारिफोर अब हामी उत्रिन्छौँ बसदेखि। अनि बस रोक्यो अनि तीनजना हामी उत्रिन लाग्यौँ। क्यारिफोरमा उत्रियौँ। अब यहाँबाट हामी भित्र मार्केटभित्र छिर्छौँ। तीनजना मजाले रहेछौँ सबै उत्रे। क्यारिफोर मार्केट जो ठुलै मार्केट हो, यहाँ सबै आउने नै हो। अब हाम्रो क्यारिफोरभित्र हाम्रो अब प्रवेश भयो। हामी यहाँ क्यारिफोरमा काम सिधाइसकेपछि हामी यहाँबाट फेरि हामी क्यारिफोरमा हाम्रो काम सिधाउँछौँ। हामी यहाँबाट ट्याक्सी चढेर अब पब्लिक गार्डनको लागि हिँड्यौँ। त्यतिको बसमा आएको थियौँ, यहाँबाट ट्याक्सी चढ्यौँ। धेरै टाढा छैन, यहाँ ट्याक्सीमा त्यही हो 4-5 मिनटको बाटो हो। तीनजना हामी ट्याक्सी चढेर अब एकछिनमा पब्लिक गार्डन पुग्छौँ। मजाले हामी गफ हान्दै तीनजना चिल पारामा यो बोल्ड भन्छ यहाँ नेपालको पठाउ जस्तै यो बोल्ड। यो अस्ति अनलाइन अटोहरूलाई बुकिङ गर्नुपर्छ। एकदम सजिलो छ बोल्ड यहाँको। जुन ठाउँमा टक्क लोकेसन हान्यो त्यही ठाउँमा आइपुग्छ। ल अब हामी पब्लिक गार्डनबाट त प्रवेश भयो हामी तीनजनाको। गफ हान्दै हिँडिरहेको छौँ। अनि पारि अनि हाम्रो भाइहरू वेटिङमा होला। यो फुवारा हो, अहिले त्यस्तो देखिरहेको छ। राति कति राम्रो हुन्छ यो। एकछिन पछि यसको भ्यू कस्तो राम्रो देखिन्छ हो। केटाहरू पारि पुरा मजाले आफ्नो पारामा छन् वेटिङमा। ल भाइहरूसँग भेट भयो जे होस्, धेरै दिन पछिको भेट हो। सबै खुसी छन्। ल धेरै दिन भइसक्यो त्यो भेट नभएको। आज यस्तै हो, विदेशको ठाउँमा कहाँ हुन्छ भन्नु, सबै कुरा भने जस्तो नहुँदैन, सधैँ भेट्नै नहुँदैन। त्यही हो। यो फुवारा यति राम्रो छ नि, राति हेर्नु त यसको भ्यू कस्तो राम्रो हुन्छ रङबिरङ्गी। हामी त्यहाँबाट अब हिँड्दै जाँदैछौँ भने साइडतिर बस्नलाई। ल सबै आफ्नै पारामा, कोही मोबाइल चलाउँदै, कोही गफ हान्दै, कोही के गर्दै, सब चिलमा छन्। अनि धेरै दिनपछि भेटेका केटाहरू दुई भाइ राति आयो मजाले पुरा चिलमा हो। अब यहाँबाट हामी एकछिन साइडतिर बस्न जान्छौँ, एकान्त ठाउँतिर। पब्लिकतिर अलिक भिडभाडतिर हुन्छ यतातिर, त्यही भएर एकान्त ठाउँमा बस्ने, एकछिन गफसफ गर्ने। धेरै दिनपछि भेटेको। त्यसपछि हामी अब तलतिर ओह्रालोतिर लाग्यौँ। त्यो प्यारिफोट माथि यति मजाको चिसो हावा आउँछ त्यहाँबाट, शीतल छ रुखको छारी मुनि। अनि हाम्रो अब यहाँ अलिक त सानो पार्टी हुन्छ।
त्यसपछि फेरि हामी ल चढ्यौँ माथि। ल सबै केटाहरू बस्यो अब त्यहाँ माथि। माथिदेखि पुरा ल कसै पानी पिउँदैछन्। ल अब पार्टी चढी केटाहरूको ल बियर अनि यहाँको पपकर्न भन्दो रहेछ, मकैको बनाएको हुँदो रहेछ। यो हेर्दा त्यस्तो पनि खाँदाखेरि दामी हुँदो रहेछ। यस रमाइलो सानसानो यहाँ अब धेरै दिनपछि भेटेका केटाहरू अब सानसानो पार्टी अब यहाँ चलिरहेछ। अनि त्यसपछि हामी यो अघि नै त्यो देखिरहेको थियो नि त्यो पानीको फरा, अनि त्यही हो। अब साँझ परिसक्यो, एकदम गफ गर्दा केटाहरूको पार्टी चल्छ त राति भइसक्यो। कति राम्रो देखिरहेछ। अघि नै चाहिँ यो सेतो एउटा उमार देखिरहेको थियो, अहिले हेरौँ राति जति राति उज्यालो उति राम्रो देखिजान्छ। यो पुरा रङबिरङ्गी पानी फरा शीतल आजभोलि गर्मीको बेला कति आनन्द आउँछ। अनि त्यसपछि हामीले अनि 2-4 फोटोहरू खिच्यौँ। रातिमा त्यति राम्रो फोटो आउँदैन, यही पनि एउटा फोटो खिच्यौँ भनेर फोटो। त्यसपछि हामी बसमा चढ्यौँ। बसमा चढेर रुम फर्किन लाग्यौँ। अनि भाइहरूको त रुम नजिकै थियो, अनि उनीहरू त्यहाँबाट गइहाले रुम। हामी चाहिँ बसमा चढेर अनि रुम फर्किन लाग्यौँ। कम्तीमा रातिको 10:30-11 भइसकेछ अहिले है। अनि यो बसभित्रको दृश्य हो। रात्रिको बस सुनसान, यो अन्तिम बस थियो क्यारिफोरदेखि हाम्रो रुमसम्म जानलाई। अनि आयो अनि बाहिरतिरको अब यो दृश्य सुनसान छ आज। एक त आज होलिडे पनि, त्यसपछि अनि नाइटको भ्यू। हामी त्यसपछि अब बसबाट उत्र्यौँ। बसबाट उत्रेर हामी पनि रुमतिर लाग्यौँ। बस आफ्नो गन्तव्यतिर लाग्यो, हामी पनि आफ्नो गन्तव्यतिर लाग्यौँ सबै। ल बाई बाई, फेरि भेटौँला हैन।